हेलो एभ्रीबडी, नमस्ते, वेलकम टु द च्यानल। तपाईहरुलाई स्वागत छ मेरो नयाँ भिडियोमा। आजको नयाँ भिडियोमा हामी सोल्जरिङ कसरी गर्ने भन्ने बारेमा आज भिडियो बनाउँदै छौं। सो लेट्स गेट स्टार्ट। सोल्जरिङ गर्नको लागि सबैभन्दा पहिला हामीसँग हुनुपर्छ सोल्जरिङ आइरन। एउटा सोल्जरिङ आइरन हो यो। अनि सोल्जरिङ आइरन साथसाथै हामीलाई सोल्जरिङ पेस्ट चाहिन्छ। दिस इज सोल्जरिङ पेस्ट लुक लाइक। अनि त्यसपछि यो सोल्जरिङ वायर हो। सोल्जरिङ वायर चाहिँ सकेको भएको हुनाले मैले सोल्जरिङ वायर थोरै मात्र चाहिँ। अनि त्यसपछि सोल्जरिङ गर्न हामी एउटा पीसीमा सिक्दै छौं, म्याट्रिक्स बोर्डमा, हाउ वी सोल्जर एक्चुअली। अनि यो सम वायर, वी हैव सम वायर्स। अनि वायरलाई मैले यसरी ट्याक्क, यो चाहिँ हाम्रो वायर कटर हो। अनि वायरलाई यसरी थोरै मैले यसलाई सार्प गरेँ। अनि निकालेर वायरलाई निकालिसकेपछि अनि वायर भइसक्यो भने यो वायरलाई अब हामीले यो यसमा चाहिँ हामीले यो वायरलाई जोड्न पर्ने हुन्छ। सबभन्दा पहिला हामी सोल्जरिङ आइरनलाई अन गर्छौं। बटन अन नै छ। अनि अब सोल्जरिङ आइरन एकछिन हिटिङ हुन टाइम लाग्छ। यसलाई एकछिन टाइम दिउँ, 5 मिनेट जति। सोल्जरिङ आइरन तात्यो कि तातेन भनेर हामीले बेला बेलामा चेक गरिराख्नुपर्छ। सोल्जरिङ आइरन तात्यो कि तातेन भनेर हामी सोल्जरलाई यो सोल्डरिङ वायरलाई हातमा लिएर यसरी चेक गर्दाखेरि धुवा आयो, यो पग्लियो भने सोल्डरिङ वायर चाहिँ हाम्रो हिट भइसक्यो भनेर तपाईहरुले अनुमान गर्दा हुन्छ। एन्ड देन सबैभन्दा पहिला सोल्डर गर्नको लागि सोल्डरिङ फ्लक्स, यो सोल्डरिङ फ्लक्सलाई थोरै झिकेर जुन पोइन्टमा हामीले गर्नुपर्ने हुन्छ, जुन पोइन्टमा हामीले सोल्डर गर्नुपर्ने हुन्छ, जस्तै यो पोइन्टमा अहिले मैले गर्दैछु भने यो पोइन्टमा अब यसमा एप्लाई गर्ने फ्लक्सलाई थोरै यहाँ एप्लाई गरिसकेपछि एन्ड देन त्यसपछि यो सोल्जरिङ फ्लक्सलाई हामीले यो तारमा पनि एप्लाई गर्नुपर्ने हुन्छ। तारमा पनि थोरै यो सोल्जरिङ फ्लक्सलाई एप्लाई गरिसकेपछि जुन जुन पोइन्टमा हामीले सोल्डरिङ यो फ्लक्सलाई एप्लाई गर्यौं नि त्यो पोइन्टमा चाहिँ अब कनेक्ट हुने भयो। अनि आफ्टर एप्लाइङ सोल्डरिङ फ्लक्स अन वायर एन्ड द बोर्ड अनि त्यसपछि थोरै यो हामीले सोल्डरलाई यो सोल्डरिङ वायरलाई हामीले आइरनमा थोरै यस्तो गर्छौं, पगाल्छौं। एन्ड देन पगालेकोले अब थोरै यो वायरमा पगाल्छौं। यसरी वायर भरि सोल्डरिङ फ्लक्स यो वायर भरि नै लाग्यो। अब यो वायर भरि नै लागेको छ। एन्ड यो बोर्ड, यो ब्रिड बोर्डमा पनि हामी यसरी नै लगाउँछौं। यो अब ट्याक्क यो हाम्रो जहाँ हामीले फ्लक्स लगाएका थियौं त्यहाँ हाम्रो यो सोल्डरिङ वायर गएर एप्लाई भइसक्यो, त्यहाँ यो मजबुत भइसक्यो। एन्ड देन अब यो दुईटालाई यस्तो गरेर अट्याच गरेर टक्क यहाँ लगाएर अनि थोरै हामीले यस्तो हिट गर्दियौं भने यो यहाँ एप्लाई, यो यहाँ चप्कियो, यो पर्मानेन्ट भइहाल्यो। अब यो भयो। अब यो यस्तो स्ट्रङ कनेक्सन भइसक्यो यहाँ। सो यसरी नै हामीले सोल्जरलाई गर्न सक्छौं सजिलै घरमा, जहाँसुकै पनि हामीले सोल्जर एप्लाई गर्न सक्छौं। सोल्जर गर्ने तरिका यही हो। अनि हामीले कुनै पनि कम्पोनेन्टहरूलाई यो ग्रिड बोर्डमा लगाउनको लागि चाहिँ अब यो लगाउनु पर्ने छ। जस्तै यो क्यापेसिटर हो, दिस इज वान क्यापेसिटर। अनि यो क्यापेसिटरलाई हामीले लगाउनु पर्यो भनेपछि दुईटा यो पिनमा पहिला सुरुमा यताबाट हाल्ने, यताबाट हाल्नुभन्दा अगाडि नै हामीले यहाँ फ्लक्स लगाइदिइहालौँ थोरै। अनि यो सानो पोइन्टमा र यो सानो पोइन्टमा हामीले फ्लक्स लगाइदिउँ थोरै। फ्लक्स लगाइदिइसकेपछि अब यो क्यापेसिटरलाई यो हाम्रो यसमा यताबाट लगाइदिइसकेपछि अब यहाँ थोरै फ्लक्स एप्लाई गर्नुपर्ने हुन्छ। अनि फ्लक्स एप्लाई गरिसकेको छ। अब यसमा यसलाई थोरै यहाँ टच गर्ने, पहिला सोल्डरलाई टच गरिसक्यो भने वायरलाई पनि यहाँ टच गर्ने बिस्तारै बिस्तारै। एन्ड देन यो आइरनमा अक्साइड जमेको हुनाले अलि मिलेको, यो मिलिरहेको छैन। अक्साइड जमेको आइरन छ भने पनि हुँदैन। त्यसैले यसलाई अलिकति यो कालो अंगार जस्तोलाई यसलाई फाल्नुपर्छ। त्यसपछि यो नमिलेको कारण चाहिँ यो अक्साइड जमेको हुनाले हो आइरनमा। आइरन तपाईहरुको नयाँ छ, राम्रो छ भनेपछि सेतो छ देखिएको, अब अक्साइड जमेको छैन भने राम्रोसँग काम गर्छ।
सो दुईटै हाम्रो पोइन्टहरू राम्रोसँग यसरी कनेक्ट भएको अवस्था छ अहिले। दुईटै पोइन्टहरू राम्रोसँग कनेक्ट भइसकेको छ। यो यता पनि राम्रोसँग कनेक्ट भइसक्यो, यता पनि राम्रोसँग कनेक्ट भइसक्यो, तपाईँहरूले हेर्न सक्नुहुन्छ राम्रैसँग। अनि त्यसपछि यो वायर स्ट्र्यापरले दुईटै पिनलाई हामीले यसरी काटिदियौँ भने हाम्रो यो क्यापेसिटर ब्रेडबोर्डमा फिक्स भयो। यसरी फिक्स गर्न सक्छौँ हामीले कुनै पनि सोल्जरिङ वायर होस् या कुनै पनि क्यापेसिटर होस् या अरू अदर कम्पोनेन्ट्स, कुनै पनि आइसी होस्, इन्टिग्रेटेड सर्किटहरू होस्, ट्रान्जिस्टरहरू होस्, त्यस सबैलाई हामीले ब्रेडबोर्डमा यसरी कनेक्सन गर्न सक्छौँ। यो एउटा ट्रान्जिस्टर हो। सेकेन्ड जेनेरेसन अफ कम्प्युटरमा ट्रान्जिस्टरहरू युज भइराखेको थियो, तपाईँहरूलाई थाहै छ, त्यही हो। अनि क्यापेसिटरहरू सबै कम्पोनेन्टहरूलाई हामीले यसरी जोइन गर्न सक्छौँ। सो थ्याङ्क यू सो मच फर वाचिङ। आजको भिडियो यति नै थियो। तपाईँहरूलाई कस्तो लाग्यो, राम्रो लाग्यो भने प्रतिक्रिया दिनु होला, कमेन्ट गरिदिनु होला। कमेन्ट गरिदिनु भयो भने मलाई पनि हौसला मिल्छ। सो नमस्ते, बाई बाई।